नमस्ते फेरि पनि उपस्थित भइसकेको छु अर्को एउटा भिडियोको साथमा। आजको यो भिडियोमा तपाईलाई क्यानाडा वर्क भिजाको बारेमा जानकारी दिन गइरहेको छु, किनभने अहिलेको अवस्थामा क्यानाडामा एउटा नयाँ प्रोग्राम खुलिरहेको छ, जुन चाहिँ तपाईको यदि टिचर हुनुहुन्छ भने त्यस्तो अवस्थामा तपाई पनि डाइरेक्ट पीआर एप्लाई गर्न चाहिँ सक्नुहुन्छ र क्यानाडा जान सक्नुहुन्छ। र यसको लागि के कस्तो तपाईको क्वालिफिकेसनहरु चाहिन्छ, त्यसदेखि पछाडी कसरी तपाईले एप्लाई गर्न सक्नुहुन्छ भन्ने कुराहरु आजको यो भिडियोमा तपाईले एकदम डिटेल्समा बुझ्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेरेर सम्पूर्ण कुराहरु चाहिँ बुझ्नु होला। र साथै यदि तपाई अब टिचर हुनुहुन्छ भने अहिलेको अवस्थामा तपाईले चाहिँ क्यानाडा जाने यो राम्रो चान्स रहेको छ। तपाईले पनि आफ्नो अनलाइन एप्लाई गर्न सक्नुहुन्छ। तपाईको यो क्यानाडाको डिमान्डहरु चाहिँ कुनै पनि मेन पावर एजेन्सीमा आउँदैन। यसको लागि तपाईले अब आफ्नो सीभीहरु बनाएर त्यहाँ भएका विभिन्न कम्पनीहरुमा एप्लाई गर्न सक्नुहुन्छ, अथवा तपाई चाहिँ यो एक्सप्रेस एन्ट्रीमा आफ्नो प्रोफाइल बनाएर एप्लाई गर्न चाहनुहुन्छ भने पनि तपाईले चाहिँ एक्सप्रेस एन्ट्रीबाट चाहिँ आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। र यो तपाईको 2025 मा भर्खरै मात्र चाहिँ क्यानाडामा टिचरहरुको सर्टेज भएको कारणले गर्दाखेरि यो खालको प्रोग्राम खुलाएको हो। त्यो भएको कारणले गर्दाखेरि यदि तपाई +2 पास हुनुहुन्छ, त्यसै पछाडी तपाईको टिचिङ सम्बन्धीको चाहिँ 2 वर्ष माथिको वर्क एक्सपिरियन्स छ भने त्यस्तो अवस्थामा तपाईले चाहिँ र यो प्रोग्राममा तपाई गइसकेपछि चाहिँ हाई स्कुल भन्दा मुनिको चाहिँ क्लासहरुमा तपाईले क्यानाडामा गएर टिचिङ गर्नुपर्ने हुन्छ, पढाउनु पर्ने हुन्छ। त्यसैदेखि पछाडी भनेको यदि तपाईको अब यो क्यानाडाको गभर्नमेन्टको जबहरु भएको कारणले गर्दाखेरि यसमा तपाईको स्यालेरी पनि एकदमै धेरै छ। तपाईले चाहिँ महिनामा 5 लाख सम्म पनि कमाउन सक्नुहुन्छ। तपाईको त्यहाँ कतिसम्म स्यालेरी हुन्छ भन्ने कुराहरु यहाँ म तपाईलाई देखाउने छु। र यो प्रोग्रामको बारेमा चाहिँ तपाईले अब आफैले पनि एकदम डिटेल्समा अध्ययन गर्न सक्नुहुन्छ, रिड गर्न सक्नुहुन्छ। त्यसको लिंक तपाईँ म मुनि राख्दिने छु। त्यसैदेखि पछाडी तपाईले कसरी एप्लाई गर्ने, के कस्तो डकुमेन्टहरु चाहिन्छ, के कस्तो योग्यताहरु क्वालिफिकेसनहरु खोज्छ भन्ने कुराहरु पनि तपाईले यहाँ आएर बुझ्न सक्नुहुन्छ। यसको लागि तपाईले यो साइटमा जानुपर्ने हुन्छ। यहाँ गएर सम्पूर्ण कुराहरु चाहिँ तपाईले चेक गर्नु होला। र सबैभन्दा पहिले चाहिँ तपाईले अब क्यानाडामा गएर महिनाको 5 लाख कसरी कमाउन सक्नुहुन्छ, त्यहाँको स्यालेरी कति छ भन्ने कुराहरु यहाँ देख्न सक्नुहुन्छ। तपाईले पनि आफ्नो हिसाबमा यहाँ हिसाब लगाउन चाहिँ सक्नुहुन्छ। र तपाईले अब यो क्यानाडाको टिचरको स्यालेरी चेक गर्नुभयो भने यहाँ देख्न सक्नुहुन्छ तपाईको 50,000 क्यानाडियन डलर देखि लिएर 90,000 क्यानाडियन डलर चाहिँ तपाईको वर्षको रहेको छ। अब यसलाई तपाईले गुगलमा चेक गर्नुभयो, त्यहाँको करेन्सी अनुसार चाहिँ नेपालमा राख्नुभयो भने कतिसम्म तपाईले कमाइ गर्न सक्नुहुन्छ भन्ने कुराहरु चाहिँ यहाँ चेक गर्न सक्नुहुन्छ। तपाईको अब थोरैमा 50,000 क्यानाडियन डलर देखि लिएर 90,000 क्यानाडियन डलर चाहिँ स्यालेरी हुन्छ टिचरको भनेको छ। अब यो चाहिँ तपाईको गभर्नमेन्टले लाने भइसकेपछि यसमा तपाईको राम्रै सेवा सुविधा हुन्छ। अब यदि तपाईले चाहिँ त्यहाँ 60,000 क्यानाडियन डलर वर्षको पाउनु भयो भने 58 लाख तपाईले कमाउन सक्नुभयो वर्षमा। त्यसैदेखि पछाडी अब तपाईको कहिले 60,000 मात्र पनि नहुन सक्छ, त्यसमा तपाईको 70,000 डलर हुन सक्छ, त्यसपछि तपाईको 80,000 90,000 त्यो अब तपाईको क्वालिफिकेसन अथवा कुन लेभलको तपाईले स्टडी गराउने हो, पढाउने हो त्यही अनुसार पनि तपाईको भर पर्छ। अब तपाईको यहाँ 90,000 क्यानाडियन डलर त्यहाँको स्यालेरी तपाईले पाउनु भयो भने तपाईले चाहिँ लगभग 87 लाख वर्षमा कमाउन सक्नुहुन्छ। र तपाईले आफै पनि गुगलमा गएर चेक गर्न सक्नुहुन्छ क्यानाडामा तपाईको टिचरहरुको स्यालेरी कति छ भनेर त्यहाँ चेक गर्नु होला। त्यसैदेखि पछाडी अब यो तपाईको प्रोग्रामको बारेमा बुझ्न चाहनुहुन्छ नि तपाईले यो साइटमा आउनुपर्ने हुन्छ। यसको लिंक तपाईलाई म मुनि राख्दिन्छु, तपाईले रिड गर्नु होला। र यहाँ त्यही भनेको छ, यो चाहिँ तपाईको 27 फेब्रुअरी 2025 बाट चाहिँ टिचरहरुको लागि यो खालको प्रोग्राम खुलाइएको छ। त्यहाँ चाहिँ अब विभिन्न टिचरहरुको चाहिँ सर्टेज भएको कारणले गर्दाखेरि एक्सप्रेस एन्ट्रीबाट चाहिँ टिचरहरु ल्याउने भन्ने कुराहरु गरिएको छ। तपाईले यहाँ आएर चेक गर्न सक्नुहुन्छ। सबै कुराहरु चाहिँ डिटेल्समा तपाईले रिड गर्नुपर्ने हुन्छ। अब यसको बारेमा तपाईले इन्ट्रेस्ट हुनुहुन्छ, एप्लाई गर्न चाहनुहुन्छ नि तपाई आफै पनि यो साइटमा भिजिट गरेर चाहिँ सबै कुराहरु यहाँ तपाईले बुझ्नुपर्ने हुन्छ। त्यसैदेखि पछाडी अब तपाईले कुन लेभलको चाहिँ त्यहाँ गएर स्टडी गराउन सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ, कस्तो कस्तो किसिमको जबहरु चाहिँ त्यहाँ हुन्छ भनेर यहाँ लेखेको छ, तपाईले देख्न सक्नुहुन्छ। तपाईले चाहिँ यो प्राथमिक माध्यमिक विद्यालयमा पढाउने भनेको छ। त्यसपछि तपाईको अपाङ्ग भएका व्यक्तिहरुलाई पढाउने भनेको छ। त्यसैदेखि पछाडी तपाईको अरु साना क्लासको लागि पनि तपाईले चाहिँ त्यहाँ गएर पढाउनु पर्छ भन्ने कुराहरु यहाँ गरेको छ, तपाईले चेक गर्न सक्नुहुन्छ। त्यसै पछाडी अब यहाँ तपाईले यो तपाईको एनओसी कोड पनि यहाँ रहेको छ। यदि तपाई अब यो एक्सप्रेस एन्ट्री बनाउन जान्नु भएन भने तपाईले यो नकोड भएका जबहरु जब बैंकबाट खोजेर पनि एप्लाई गर्न सक्नुहुन्छ। त्यो तरिकाहरु पनि म तपाईलाई बताइदिने छु।
जब ब्याङ्कमा गएर तपाईँले अब यो टिचरको जबहरू खोज्नु पर्यो। त्यसदेखि पछाडि तपाईँले चाहिँ अब यहाँ जुन एनओसी देखाएको छ त्यही अनुसारको त्यहाँ जबहरू राखेको हुन्छ। त्यसमा तपाईँले हेरेर आफ्नो सिभीहरू पठाएर एप्लाई पनि गर्न सक्नुहुन्छ। यिनै कुराहरू चाहिँ लेखेको छ, यहाँ तपाईँले डिटेल्समा रिड गर्न सक्नुहुन्छ। र अब यहाँ तपाईँले कुन कुन लेभलमा स्टडी गराउने हो यी सबै कुराहरू पनि यहाँ लेखेको छ। तपाईँले आफ्नो हिसाबमा चाहिँ यो साइटमा भिजिट गरेर सम्पूर्ण कुराहरू चाहिँ रिड गर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। त्यसदेखि पछाडि यसमा चाहिँ तपाईँको अब यो एक्सप्रेस इन्ट्रीमा योभन्दा अगाडिको समयमा 6 महिनामा मात्र यसको रिजल्ट आउने गर्दथ्यो। तर अहिले चाहिँ तपाईँको अब त्यहाँ विभिन्न कामदारहरूको सर्टेज भएको कारणले, टिचरहरूको सर्टेज भएको कारणले गर्दाखेरि तपाईँले अब आफ्नो एक्सप्रेस इन्ट्रीको प्रोफाइल बनाउनुहुन्छ, त्यहाँ पठाउनुहुन्छ। त्यसदेखि पछाडि तपाईँको 15 दिनमै उनीहरूले चाहिँ चेक गरेर तपाईँलाई रिप्लाई गर्छन् र यसको रिजल्ट चाहिँ तपाईँको 15 दिनमै आउने गर्दछ। योभन्दा अगाडिको अब अरू जबहरूको चाहिँ तपाईँको एक्सप्रेस इन्ट्रीको रिजल्ट आउनको लागि 6 महिना टाइम लाग्थ्यो भने अहिलेको अवस्थामा चाहिँ 15 दिनहरूमा चाहिँ यसको रिजल्ट आउने गर्दछ। र यसमा चाहिँ अब तपाईँको जति सक्दो तपाईँले चाहिँ छिटो एप्लाई गर्नुहुन्छ त्यति नै तपाईँको सिलेक्ट हुने चान्स चाहिँ बढी हुन्छ। किनभने अब आगामी दिनहरूमा चाहिँ यसको कोटा पनि पुग्छ र कोटा त्यहाँ कम्प्लिट भयो भने त्यस्तो अवस्थामा तपाईँको चाहिँ छनौटमा नपर्न सक्छ। त्यो भएको कारणले तपाईँले अब यसमा चाहिँ आफैले अध्ययन गरेर बुझेर तपाईँले एप्लाई गर्न सक्नुहुन्छ। र यसमा एप्लाई गर्ने तरिका त्यही हो, तपाईँले चाहिँ एक्सप्रेस इन्ट्रीमा आफ्नो प्रोफाइल बनाउनु पर्ने हुन्छ। त्यहाँ प्रोफाइल बनाउँदा चाहिँ तपाईँले आफ्नो सिभी, त्यसपछि तपाईँको वर्क एक्सपिरियन्स, पढाइको डकुमेन्टहरू यी सम्पूर्ण कुराहरू चाहिँ त्यहाँ अपलोड गर्नुपर्ने हुन्छ। अब त्यसको बारेमा तपाईँले बुझ्नुभएको छैन भने एक्सप्रेस इन्ट्रीको प्रोफाइल कसरी बनाउने भनेर तपाईँले युट्युबमा भिडियो सर्च गर्नुभयो भने त्यहाँ थुप्रै भिडियोहरू बनेका छन्। तपाईँले हेरेर आफैले पनि यसको प्रोफाइल बनाएर चाहिँ एप्लाई गर्न सक्नुहुन्छ। र सबै कुराहरू चाहिँ तपाईँले यो साइटमा भिजिट गरेर डिटेल्समा आफैले बुझ्नु होला। अब यो तपाईँको छोटो भिडियोमा सबै कुराहरू बताउन सकिँदैन। त्यो भएको कारणले तपाईँले आफ्नो समय मिलेअनुसार चाहिँ यो साइटमा भिजिट गरेर सम्पूर्ण कुराहरू रिड गर्नु होला, बुझ्नु होला। त्यसपछि तपाईँले चाहिँ आफ्नो एप्लाई गर्न सक्नुहुन्छ। अब यसमा तपाईँले केही कुराहरू बुझ्नु भएन अथवा तपाईँको सिभी बनाउनु पर्ने छ भने पनि तपाईँले मलाई मेसेज गर्न सक्नुहुन्छ। र यो एक्सप्रेस इन्ट्री भनिसकेपछि तपाईँले चाहिँ त्यहाँको गभर्नमेन्टमा प्रोफाइल बनाउनु पर्ने हुन्छ, आइडी क्रिएट गर्नुपर्ने हुन्छ। अथवा तपाईँले अब यो प्रोग्राममा एप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले अर्को तरिका पनि अपनाउन सक्नुहुन्छ। अर्को तरिका भनेको तपाईँले चाहिँ जब ब्याङ्कबाट आफ्नो सिभी बनाएर त्यहाँ भएका जबहरू खोज्नुपर्ने हुन्छ र त्यसरी एप्लाई गर्दाखेरि चाहिँ तपाईँलाई त्यहाँको कम्पनीले सिलेक्ट गरेर तपाईँले चाहिँ LIMA दिनुपर्ने हुन्छ, स्पोन्सर तपाईँले खोज्नुपर्ने हुन्छ। तर यो एक्सप्रेस इन्ट्रीबाट तपाईँले एप्लाई गर्नुहुन्छ भने चाहिँ यसबाट चाहिँ तपाईँ डाइरेक्ट जान सक्नुहुन्छ। यसरी तपाईँले ट्राई गर्नु होला। अब यसको नयाँ अपडेटहरू अथवा अर्को भिडियोहरू बनाएर म तपाईँलाई थप जानकारीहरू दिनेछु। केही कुराहरू बुझ्नु भएन भने तपाईँले मलाई मेसेज पनि गर्न सक्नुहुन्छ। यो साइटमा भिजिट गरेर तपाईँले आफैले रिड गर्नु होला। यदि अब इच्छुक हुनुभयो, एप्लाई गर्न चाहनुभयो भने तपाईँले चाहिँ एप्लाई पनि गर्न सक्नुहुन्छ। र यो चाहिँ टिचरको लागि अहिलेको अवस्थामा पहिलोचोटि क्यानाडाले खुलाएको छ। त्यो भएको कारणले यदि तपाईँ अब टिचर हुनुहुन्छ भने क्यानाडा जाने राम्रो चान्स रहेको छ। किनभने अब यदि तपाईँ टिचरको जब गर्नुहुन्छ भने अरू जबहरूमा एप्लाई गर्नको लागि तपाईँसँग एक्सपिरियन्स हुँदैन। त्यो भएको कारणले अब यो जुन अहिले नयाँ खुलेको प्रोग्राम रहेको छ यो चाहिँ अब टिचरहरूको लागि राम्रो चान्स रहेको छ। तपाईँहरूले बुझेर आफ्नो कोसिस गर्नु होला।